फिल्मको पहिलो दृश्यमा कुकुरहरूलाई विभिन्न प्रयोगहरू गरिरहेको देखाइएको छ, स्पष्ट रूपमा सधैँ कानुनी हुँदैन। कोरिया राष्ट्रिय सुरक्षा परिषदको एक दिनमा हालै बन्धक बनाउने घटनाको बारेमा तीव्र बहसहरू हुन्छन्। विभाग प्रमुखको राष्ट्रपतिको लागि उम्मेदवारी दिने मनसायले सबै कुरा जटिल छ। उनका सहायक जोङ बोनले आतंकवादी उत्तेजनामा नपर्ने र उनीहरूसँग कुनै पनि वार्ता अस्वीकार गर्ने सुझाव दिन्छन्, जसले उपस्थितहरूलाई आक्रोशित बनाउँछ। यद्यपि राष्ट्रपति पदका उम्मेदवारले आफ्नो कार्यलाई अनुमोदन गर्छन् र उनलाई बोनस दिन्छन्, यो थाहा पाउँदा कि जोङ बोनले आफ्नी श्रीमतीको मृत्युपछि आफ्नी छोरीलाई एक्लै हुर्काइरहेका छन् र केटीले विदेशमा पढ्ने सपना देख्छिन्। पछि जोङ बोन र जोङ मिनले आफ्ना सामानहरू प्याक गरिरहेका छन्। केटीले किन उनको बुबाले घर बेच्दै हुनुहुन्छ भनेर बुझ्दैनन्, तर उनी शिक्षा प्राप्त गर्नको लागि जे पनि गर्न तयार छन्। उसले आफ्नी छोरीको सुटकेसमा आफ्नी स्वर्गीय श्रीमतीको किताब देख्छ, तर केटी भन्छिन् कि उनलाई के चाहिन्छ भनेर राम्रोसँग थाहा छ। पछि तिनीहरू पेट्रोल पम्पमा रोकिएर विमानस्थलतिर लाग्छन्। परिचारिकाले नगद माग्दै कार्ड लिन अस्वीकार गर्छिन्, जसले जोङबोनलाई रिस उठाउँछ। अन्तमा ऊ पेट्रोलको पैसा नतिरी भाग्छ। यस समयमा विमानस्थलमा खेलाडी युरा र उनको प्रबन्धक मी बीच समयमै नवीकरण नगरिएको राहदानीलाई लिएर विवाद हुन्छ, जब एक वृद्ध महिला उनीहरू कहाँ पुग्छिन्, युरालाई उनको भान्जी भनेर गल्ती गर्छिन्। साथीहरूले वृद्धलाई डिमेन्सिया भएको थाहा पाउँछन् र परिस्थितिलाई कम गर्न खोज्छन्, तर त्यसपछि उनका पति देखा पर्छन् र हजुरआमालाई बसमा चढाउँछन्। केटीहरू घर फर्कने निर्णय गर्छन्। यसैबीच विमानस्थल वरपरको क्षेत्रमा बाक्लो कुहिरो लाग्छ। युरा र मिरन आफ्नो कारमा चढ्दै दृश्यतामा उल्लेखनीय कमी आएको देख्छन्। वृद्ध महिला र उनका पति पनि सयौं अन्य मानिसहरू जस्तै कारहरूको धाराको बीचमा पुलमा गाडी चलाइरहेका छन्। चालकहरूले बिस्तारै जान खोज्छन्। यद्यपि सधैँ जस्तै त्यहाँ एक लापरवाह चालक छ जसले वरिपरिका सबैलाई रिस उठाउँछ। अनि बुबा यो लापरवाह चालकबाट बच्न हिँड्दा जवान मिनले बन्द झ्यालहरू भएको भ्यान देख्छ, जसको पछाडि ठूला लडाकु कुकुरहरू देख्न सकिन्छ। यस भ्यानसँगै रहेको गाडीमा एक प्राध्यापक छन् जसले केही औषधिहरू निलिरहेका छन् र प्रयोगशाला पहिले नै नजिकै छ र तिनीहरू चाँडै आइपुग्नेछन् भन्ने आश्वासन सुनिरहेका छन्। यस क्षणमा एउटा ठूलो ट्रकको चालक आफ्नो गाडी रोक्न नसकेर लापरवाह चालकलाई ठोक्किन्छ। चेन रियाक्सन सुरु हुन्छ। एउटा कार अर्को कारमा ठोक्किन्छ, जसले ठूलो ट्राफिक जाम सिर्जना गर्छ। फलस्वरूप पुलको एक छेउमा ठूलो संख्यामा भत्किएका कारहरू अवरुद्ध हुन्छन्। ट्रकले विनाश पूरा गर्छ, लेन अवरुद्ध गर्छ र भयानक क्षति पुर्याउँछ। यसैबीच ग्यास पम्प मालिकले निर्लज्ज चालकको बारेमा थाहा पाएपछि परिचरलाई ग्यासको पैसा फिर्ता गर्न माग गर्छ। परिचर टो ट्रकमा हाम फाल्छ र यो ऋणीको खोजीमा निस्कन्छ, आफ्नो सानो कुकुरलाई साथमा लैजान्छ। यसैबीच एस्कर्ट गाडी बिग्रन्छ, कुकुरहरू बोकेको भ्यानलाई देख्दैन जुन धेरै अगाडि पुगेको छ। जङ्गबोन पनि सैन्य भ्यानबाट धेरै टाढा दुर्घटनामा पर्छन्। यो ठूलो स्तरको घटना भएकोले र हाकिमले कारबाही गर्नुपर्छ भनेर उसले आफ्नो हाकिमलाई फोन गर्छ। यसैबीच सेनाले अगाडि बढेको दोस्रो भ्यानको चालकलाई फोन गर्ने प्रयास गर्छ, तर कसैले जवाफ दिँदैन, त्यसैले तिनीहरूले पैदलै त्यसलाई समात्ने निर्णय गर्छन्। तिनीहरू पुल पार गर्छन् र चाँडै भ्यान फेला पार्छन्। यद्यपि यसको ढोका खुला छ र भित्र कोही पनि छैन। यसबाट स्पष्ट रूपमा चिन्तित कमान्डरले पुलमा रहेका सबै सेल फोन सिग्नलहरू जाम गर्न आदेश दिन्छन्। दुर्घटनामा फसेका धेरै मानिसहरू कुनै सम्पर्क बिना नै बाँकी छन्। यसैबीच जोङबोनले आफ्नी छोरी कतै हराएको थाहा पाएपछि घाइते प्राध्यापकलाई प्राथमिक उपचार दिन्छन् र उनी उनलाई खोज्न हतारिन्छन्। ग्युङ मिनका लागि उनले नजिकै एउटा कुकुर देखे जसले पुलको रेलिङमा टाउको ठोक्काएको थियो। उनी त्यसलाई खुवाउन चाहन्छिन् र यसको कलरमा नाम पढ्न पर्याप्त नजिक आउँछिन्। कनौ। त्यसपछि उनको बुबाले उनलाई भेट्टाउँछन्, चेतावनी दिन्छन् कि कुकुर खतरनाक हुन सक्छ। यसैबीच धेरै अल्पत्र यात्रुहरूले कुकुरहरू देख्छन् र यद्यपि तिनीहरू अहिले शान्त छन्, तिनीहरूको उपस्थिति भयानक छ। सेना जोङबोनको कारमा फर्कन्छ, जहाँ प्रोफेसर बसिरहेका छन् र पहिलो प्रयोगात्मक ब्याचको भाग्ने बारेमा उनलाई रिपोर्ट गर्छन्। तिनीहरूले उसलाई प्रणाली ब्लक गर्न भन्छन्, त्यसैले उसले आफ्नो ल्यापटप खोल्छ। नजिकै उभिरहेको जोङबोनले केही याद गर्छ। जोङबोनले स्पष्टीकरण माग्छन्, तर तिनीहरूले उसलाई हेलिकप्टर चाँडै आउनेछ र सबै कुरा मिलाउने बताउँछन्। जोङबोन अझ अलमल्लमा पर्छन्, किनभने यस्तो अवस्थामा हेलिकप्टर उडाउनु विपत्तिको निश्चित बाटो हो। उसले आफ्नो परिचय दिन्छ, आफ्नो राष्ट्रिय सुरक्षा परिचयपत्र देखाउँछ। उनीहरूले आफ्नो सेवा शाखा पहिचान गर्न माग गर्छ र तुरुन्तै ज्यामर असक्षम पार्छ, तर तिनीहरूले उसलाई रोक्छन्। यसैबीच परिचर दुर्घटना स्थलमा पुग्छ, जहाँ फसेका मध्ये एकले उसलाई आफ्नो कार तान्न भन्छ। त्यो मान्छेले तुरुन्तै आफ्नो फाइदा महसुस गर्छ र इनामको लागि काम गर्न थाल्छ। जोङबोनले प्रोफेसरलाई धम्की दिन्छ, रिहा गर्न माग गर्दै। यद्यपि वैज्ञानिकले उनी डराउँदैनन्, किनभने उनको अनुसार यदि सबै गलत भयो भने तिनीहरू सबै लासको रूपमा समाप्त हुनेछन्। उनी प्रणाली सक्रिय गर्छन् र परियोजना मौनताको नामकरण गर्दै अपरेसन सुरु गर्न आदेश दिन्छन्। कुकुरहरूले कोड पत्ता लगाएपछि तिनीहरू भ्यानतिर भेला हुन थाल्छन्, तर एउटा कुकुर अचानक रोकिन्छ, जसले प्राध्यापकलाई अचम्मित पार्छ। उनले महसुस गर्छन् कि गनो अनियन्त्रित छ र यद्यपि बाँकी प्याक पहिले नै भ्यानमा फर्किसकेको छ, यो कुकुर हतार गर्दैन। प्रोफेसरले उनीहरूलाई अरूलाई भगाउन आदेश दिन्छन्। त्यसै क्षणमा एक सैन्य हेलिकप्टर पुलमाथि घुम्छ र भ्यानमा एउटा पिञ्जरा तल झारिदिन्छ। धेरै सिपाहीहरू यसलाई सुरक्षित गर्न हतारिन्छन्। जोङबोनले प्रोफेसरबाट स्पष्टीकरण माग्छन्, तर वैज्ञानिकले उनलाई परियोजना मौनताको बारेमा आफ्नो हाकिमलाई सोध्न सल्लाह दिन्छन्। जोङबोनले फेरि ज्यामर बन्द गर्न माग गर्छन्, किनकि उनले आफ्नो हाकिमलाई सम्पर्क गर्नुपर्छ।
यसैबीच प्रोफेसरले भुक्ने आवाज सुन्छ र परिचारकको सानो कुकुर जुडी देख्छ। त्यो मान्छेले उनलाई समात्न खोज्छ, तर सिपाहीहरूले उसलाई समात्छन्, उसलाई घटनास्थलमा पुग्नबाट रोक्छन्। प्रोफेसरले सानो कुकुरलाई हटाउन आदेश दिन्छन् र साथसाथै Y9लाई फोन गरेर भ्यानमा ल्याउने प्रयास गर्छन्। यद्यपि पिञ्जरा पहिले नै जमिनबाट उठिरहेको छ जब एक सिपाहीले कुकुर Y9को लागि हराएको नियन्त्रण चिप फेला पार्छ। तुरुन्तै Y9 हेलिकप्टरको ककपिटमा घुस्छ र पाइलटलाई मार्छ। हेलिकप्टर घुम्छ। पिञ्जरा फुट्छ र पुलमा खस्छ, खोलिन्छ र प्याक छोड्छ। मानिसहरू डरले हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा हेर्छन् र तल ओर्लने क्रममा पुलको सस्पेन्सन केबलहरू काट्छन्। प्रोफेसरको ल्यापटपले कुकुरहरू अब अनियन्त्रित भएको सङ्केत गर्छ र जोङबोन तिनीहरूमध्ये 116 जना देखेर डराउँछन्। 1 मिनेटपछि भ्यानको ढोका फुट्छ, कुकुरहरू बाहिर निस्कन्छन् र भेट्ने जो कोहीलाई च्यात्न थाल्छन्। तिनीहरूमध्ये एकजना प्रोफेसरमाथि आक्रमण गर्छन् र जोङबोनले मुस्किलले सङ्घर्ष गर्दै वैज्ञानिकलाई कारमा धकेल्न सफल हुन्छन् र आफ्नी छोरीलाई खोज्न दौडन्छन्। त्यतिबेला नै परिचारिका आफ्नो सानो कुकुर लिएर आउँछिन्। तिनीहरूले एउटा लडाई गर्ने कुकुरलाई तिनीहरूको अगाडि रोकिएको देख्छन् जबसम्म जोङबोनले थाहा पाउँदैनन् कि यो झम्टिरहेको छ र सबैलाई भाग्नको लागि कराउँछन्। आक्रमणहरू देखेका युरा र मिरन गोल्फरले आफ्नो क्लब समातेर आफूलाई बचाउन तयार हुन्छन्। उनी पहिलो आक्रमणलाई रोक्छिन् र भाग्छिन्, आफ्नी साथीलाई साथ दिन मद्दत गर्छिन्। आतंक सुरु हुन्छ। मानिसहरू भाग्न खोज्छन् तर भत्किएका कारहरूको भिडले यसलाई रोक्छ। धेरैजना यी डरलाग्दा जनावरहरूको शिकार हुन्छन्, जसमा केही सेना पनि समावेश छन्। परिचारिकाले आफ्नो कुकुर जुडीलाई समातेर कारमा लुक्न खोज्छिन्, तर भित्र पहिले नै एउटा हत्यारा कुकुर छ जसले उसलाई दौडिरहन बाध्य पार्छ। जोङबोन र उनकी छोरी कारमा हामफाल्छन्। उसले इन्जिन सुरु गर्छ, भाग्न तयार हुन्छ, तर केटीले परिचारिकालाई देख्छिन् र आफ्नो बुबालाई मद्दत गर्न बिन्ती गर्छिन्। कुकुरले केटालाई छेउछाउ गर्दै गरेको देखेर जोङबोनले ट्रङ्क खोल्छिन्, परिचारिका भित्र पस्छिन् र जोङबोन ग्यासमा पाइला चाल्छिन्। यसैबीच युरा र मिरन वृद्ध जोडी बसिरहेको बसमा पुग्न सफल हुन्छन् र तिनीहरू हामफाल्छन्। जोङबोन खुला लेनमा गाडी चलाउँछन् जब उनी अगाडि आगो देख्छन् जुन छिट्टै नजिकैका कारहरूमा फैलिन्छ, जसले गर्दा पुल छोड्न असम्भव हुन्छ। परिचारिकाले सबैलाई र सबै कुरालाई सराप्छ, जोङबोनलाई गाडी चलाउन माग गर्छ, तर यो असम्भव छ। त्यतिबेला एउटा कुकुर विन्डसिल्डमा हामफाल्छ। यसैबीच जोङबोनको हाकिमले परिस्थितिको बारेमा थाहा पाउँछन् र यसलाई समाधान गर्ने उपायहरू खोज्छन्। हेलिकप्टर उड्न सक्दैनन् र डुङ्गाहरूले मद्दत गर्न सक्दैनन् किनभने पुल समुद्र सतहभन्दा धेरै माथि छ। यसबाहेक उनी कुकुरहरूलाई सन्दर्भ गर्ने असङ्गत रिपोर्टहरूको अर्थ बुझ्न सक्दैनन्। पत्रकारहरूले राष्ट्रपति पदका उम्मेद्वारबाट जवाफ माग्छन्, तर उनी समस्याको बारेमा मौन रहन्छन्, यसलाई सकेसम्म चाँडो समाधान गर्ने बाचा गर्दै। यसैबीच कुकुरले कारभित्रका मानिसहरूसम्म पुग्न नसक्ने महसुस गर्दै त्यहाँबाट जान्छ। जोङबोनले प्रोफेसरलाई पुनर्जीवित गर्छन्, जसले स्वीकार गर्छन् कि उनी उद्धार कुकुरहरू विकास गरिरहेका थिए। तर सेनाले निर्णय गर्यो कि हत्यारा कुकुरहरू उनीहरूको आवश्यकतालाई राम्रोसँग मिल्नेछन्। ठिक त्यसैबेला राष्ट्रपति पदका उम्मेद्वारलाई जानकारी दिइन्छ कि सेनाले आतंकवाद विरोधी कार्यहरूको लागि कुकुरहरूलाई अनुकूलन गर्ने प्रयास गरेको थियो, तर परियोजना बन्द भयो। नमुनाहरू नष्ट गर्नुपर्ने थियो, तर तिनीहरू ढुवानीको क्रममा भागे र अब दुर्घटनामा बाँचेकाहरूलाई आतंकित गरिरहेका छन्। जोङबोनले फेरि आफ्नो हाकिमलाई फोन गर्छन् र यसपटक सम्बन्ध बिग्रन्छ। हाकिमले उनलाई तुरुन्तै पुलबाट ओर्लन भन्छन् किनभने जाम भएका सवारी साधनहरू मध्ये विषालु ग्यास बोकेको ट्याङ्कर छ। उनी भन्छन् कि उनी आफैले भर्खरै परियोजना मौनताको बारेमा थाहा पाएका छन् र जोङबोनलाई यसको बारेमा कसैलाई नभन्न आदेश दिन्छन्। सबै कुरा सकिएपछि उनी जिम्मेवारहरूलाई सजाय दिन माथिल्लो तहमा जानेछन्। त्यही क्षणमा एउटा विस्फोट हुन्छ र विषालु ग्यास पुलभरि फैलिन थाल्छ। बस चालकले बाँचेकाहरूलाई जम्मा गर्न सङ्केत गर्छन् र जब जोङबोनले यो देख्छन्, उनले आफ्नी छोरीलाई कपडाबाट सास फेर्न भन्छन् र सबैलाई आफ्नो पछि लाग्न आदेश दिन्छन्। जब उनकी छोरी र परिचारिका भाग्छन्, जोङबोनले आफ्नो हाकिमलाई पुलमा उद्धार टोली पठाउन भन्छन्। जब सस्पेन्सन केबलहरू भत्किने कगारमा हुन्छन्, ठ्याक्कै त्यस्तै हुन्छ। केबुलहरू फुत्किन थाल्छ। त्यतिन्जेलसम्म जोङबोन, प्रोफेसर, परिचारिका र मिरन बस चढ्न सफल हुन्छन् र चालकले आगोबाट टाढा रहेको एकमात्र अपेक्षाकृत स्पष्ट लेनबाट छिटो उडान भर्छन्। तर पुल आफै भत्किन थाल्छ। कारहरू नदीमा खस्छन् र अरूहरू एउटा ठूलो ब्यारिकेडमा थुप्रिन्छन्। बस फसेको हुन्छ। जोङबोनले सबैलाई बताउँछन् कि बाक्लो कुहिरोका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको छ। यद्यपि उनले अधिकारीहरूलाई सम्पर्क गर्न सफल भएका छन् जसले बाँचेकाहरूलाई बचाउन आफ्नो शक्तिमा सबै गर्ने बाचा गरेका थिए। उनले कुकुरहरूको व्यवहारलाई रेबिज भएको भन्दै व्याख्या गर्छन्, जुन मानिसहरूलाई विश्वास गर्न गाह्रो लाग्छ। सुरुमा कुकुरहरूले सामान्य व्यवहार गर्ने भएकाले परिचारिकाले यस सिद्धान्तलाई खिसी गरेर मात्र आगो निभाउँछन्। जोङबोनले बाहिर निस्केपछि भएको सबै कुराको बारेमा चुप लागेमा परिचारिकालाई पुरस्कृत गर्ने व्यवस्था गर्ने बाचा गर्छन्। चाँडै विशेष बलहरू बसमा आइपुग्छन् र भन्छन् कि उनीहरूले कुनै कुकुर फेला पारेका छैनन्। तिनीहरूले मानिसहरूलाई आफूसँगै जान भन्छन्, तर जोङबोनले अप्रत्याशित रूपमा यात्रुहरूलाई रोक्छन् र आफ्नो हाकिमलाई सम्पर्क गर्छन् किनकि पछिल्लाले पहिले कुकुरहरूलाई निष्क्रिय पार्ने बाचा गरेका थिए। हाकिमले सुरक्षाको बाचा गर्छन् र मानिसहरू बस छोड्न सहमत हुन्छन्। यद्यपि प्रोफेसरले कुकुरहरू केवल लुकेका छन् भन्ने विश्वास गर्दै बस्न आग्रह गर्छन्। जोङबोनले जे भए पनि उसलाई बाहिर तान्छन् किनभने उनी आगामी अनुसन्धानमा एक महत्त्वपूर्ण साक्षी हुन्।
प्रोफेसरले मद्दत माग्दा तिनीहरू सहरतिर हिँड्छन्, कुकुरहरूलाई नियन्त्रण गर्न प्रयोग गरेको ल्यापटप फेला पार्छन्। अचानक विभिन्न दिशाबाट कारको हर्न बज्न थाल्छ। विशेष बलहरू कारहरू जाँच गर्दा विचलित हुन्छन् र कुकुरहरूले आक्रमण गर्छन्। केही मिनेटमा तिनीहरूमध्ये धेरै टुक्रा हुन्छन्। जोम्बोनले आफ्नी छोरीलाई सुरक्षित ठाउँमा पुर्याउन मुस्किलले सफल हुन्छन्। यसैबीच जोम्बोनका हाकिमले विशेष बलहरूसँगको सम्पर्क हराएको खबर पाउँछन्। जोम्बोनले आफ्नी छोरीलाई सुरक्षाको लागि बसमा फर्काउँछन्, त्यसपछि हराएको रेडियोको लागि फर्कन्छन्। दुर्घटनास्थलमा उसले आफ्नी छोरीको हराएको पुस्तक उनकी आमाले लेखेको भेट्टाउँछ। यसैबीच केटीले आफ्नी आमाको अन्तिम अस्पताल फुटेज समीक्षा गरिरहेकी छिन् जब उनले प्रोफेसरको आवाज सुन्छिन्। ऊ बसमा पनि पुगेको छ र चुपचाप मर्न चाहन्छ। यस क्षणमा जोम्बोनले एउटा सानो भ्यानमा लुकेका धेरै बाँचेकाहरूलाई भेट्टाउँछन् र उद्धारकर्ताहरूमा भर पर्नुको सट्टा आफै कसरी भाग्ने भनेर सुझाव दिन्छन्। प्रोफेसरले केटीलाई कुकुरहरूलाई छल गर्न असम्भव छ भनेर विश्वस्त पार्न खोज्छन्। तिनीहरू सबै या9बाट क्लोन गरिएका थिए र ज्या9लाई दुष्ट बनाउन तिनीहरूले उनको अगाडि कुकुरहरूलाई यातना दिएर मारे। अब उनी आफ्ना बच्चाहरूको लागि मानिसहरूसँग बदला लिइरहेकी छिन्। यसैबीच बाँचेकाहरूले टर्च बनाउँछन् र सुरक्षा प्रमुखसँग समन्वय गर्दै बसतिर लाग्छन्, जसले सुरक्षा प्रमुखलाई ग्यारेन्टी गरिएको सुरक्षाको लागि कुन बाटो जाने भनेर बताउँछन्। जोम्बोनले उनलाई कुकुरहरूलाई गोली हान्न स्नाइपरहरू तयार राख्न आग्रह गर्छन्। हाकिमले महसुस गर्छन् कि परियोजनालाई ढाकछोप गर्न सकिँदैन। जोङमिनले टर्चहरू देख्छन् र बसको ढोका खोल्न चाहन्छन्, तर प्रोफेसरले उनलाई रोक्छिन्। टर्चहरू लगभग जलिसकेको देखेर कुकुरहरू आक्रमण गर्न भित्र पस्छन्, त्यसैले परिचारिकाले रक्सी प्रयोग गरेर आगोको प्रदर्शन गर्छ जबकि जोङबोनले फ्लेयर गन चलाउँछ। कुकुरहरू पछि हट्छन्, जोङमिनलाई ढोका खोल्न र बाँचेकाहरूलाई बसमुनि धकेल्न अनुमति दिन्छन् र त्यसपछि थाहा हुन्छ कि इग्निसनमा कुनै साँचोहरू छैनन्। यद्यपि जोङबोनले परिचारिकासँग विश्वव्यापी लकपिक छ भनेर औँल्याउँछन्। उसले बस सुरु गर्छ। यसैबीच मन्त्रीले सुरक्षा प्रमुखलाई फोन गर्छन् र उनलाई सम्झाउँछन् कि घटनाले उनको चुनावमा बाधा पुर्याउन सक्छ। यसरी तिनीहरूले पुल भत्किनुमा यो सबै दोष लगाउन सक्छन्। तर त्यस अवस्थामा कोही पनि बाँचेका हुनु हुँदैन। अन्यथा सबैले उनको निरीक्षणमा रहेको परियोजनालाई के भयो भनेर पत्ता लगाउनेछन्। ठिक त्यसैबेला बस पुलबाट बाहिर निस्कने ठाउँमा पुग्छ र जोङबोनले आफ्नो हाकिमलाई सम्पर्क गर्ने प्रयास गर्छ। युराले उनीहरूलाई पर्खिरहेका कुकुरहरूलाई औँल्याउँछन्, तर जोङबोनले स्नाइपरहरू तयार छन् भनेर जोड दिन्छन्। यद्यपि रेडियो मौन छ र पुल हल्लिन थाल्छ। जोङबोन प्रोफेसरतिर फर्कन्छन्, उनलाई कुकुरहरू सिर्जना गरेदेखि नै तिनीहरूलाई हटाउन आदेश दिन्छन्। वैज्ञानिकले अस्वीकार गर्छन्, त्यसैले ग्युङमिनले पासो राख्न सुझाव दिन्छन्। मानिसहरू बत्ती बालेर र सङ्गीत बजाएर बसको ढोका खुला छोडेपछि सामानको डिब्बामा लुक्छन्। त्यतिबेला वृद्ध महिलाको चोटपटकबाट मृत्यु हुन्छ। जब उनको श्रीमान उनको शरीरको लागि शोक गर्दै थिए, कुकुरहरू बसमा प्रवेश गर्छन् र ढोकाहरू तिनीहरूको पछाडि बन्द हुन्छन्। परिचरले बनाएको उपकरणले ट्रिगर गर्छ। सबैजना जान्छन्, तर वृद्ध मानिसले आफ्नी श्रीमतीको शरीर त्याग्न अस्वीकार गर्छन्। यसबाहेक कुकुरहरूले ह्याच पत्ता लगाएका छन् र यसलाई खोल्न लागेका छन्। वृद्ध मानिसले कुकुरहरूलाई रोकेर अरू सबैलाई जान भन्छ। परिचरले जोङबोनलाई घिसार्छ, उसलाई पालन गर्न बाध्य पार्छ। तिनीहरूले कुकुरहरूलाई हेर्न व्यवस्थित गर्छन्, भाग्नु अघि वृद्ध मानिसलाई आक्रमण गर्छन्। 5 जना बाँचेकाहरू पुलको किनारमा पुग्छन्, तर उद्धारकर्ता वा स्नाइपरहरूको कुनै सङ्केत छैन। जोङबोनले महसुस गर्छन् कि उनको हाकिमले उनलाई धोका दिएका छन्। प्रोफेसरले पुष्टि गर्छन् कि परियोजना त्यही मानिसले अनुमोदन गरेको थियो। जोङबोनले रेडियो खोल्छन् र आफ्नो हाकिमलाई भन्छन् कि उनलाई अब सबै कुरा थाहा छ। पुलिस यो कुकुरहरू सहित सबैलाई गाड्दै डल्न लागेको छ। तैपनि उसले अरूलाई सियोलतर्फ लैजान चाहन्छ, जहाँ उसको हाकिमका अनुसार त्यहाँ ग्यास ट्याङ्कीहरू छन्। त्यसैबेला समूहले जामको अन्त्यमा परिचारकको टो ट्रक देख्छ, तर साँचोहरू बसमा छोडिएका थिए। यसको छेउमा ट्रकको पिञ्जरा छ जसमा कुकुरहरू ढुवानी गरिएको थियो। प्रोफेसरले थाहा पाउँछन् कि उनले आफ्नो ल्यापटप यहाँ छोडेका छन्। तिनीहरूले चाँडै नै यसलाई फेला पार्छन् र वैज्ञानिक काममा लाग्छन्। जोङबोन ट्रकमा जान्छन् र आफ्नी छोरीलाई आफ्नी आमाको किताब माग्छन् ताकि उनी कुकुरहरूलाई लोभ्याउँदै ठूलो स्वरमा पढ्न सकुन्। युराले उनको गल्फ क्लब उठाउँछन्। प्रोफेसरले सिग्नल सक्रिय गर्छन् र युराले कुकुरहरू बन्द भएको बसको विन्डसिल्डमा गल्फ बलहरू प्रहार गर्छन्। तिनीहरू कलतिर दौडन्छन्, ट्रक वरिपरि भेला हुन्छन् जबकि परिचारक बसतिर लाग्छ। तर ये 9 भित्र उनको प्रतीक्षा गरिरहेको छ। ऊ भाग्न सफल हुन्छ, तर कुकुरले प्रोफेसरलाई नदेखेसम्म उसलाई खेद्छ, परिचारिकालाई उछिन्छ र वैज्ञानिकलाई आक्रमण गर्छ। त्यही क्षणमा पुलको अर्को भाग भत्किन्छ, कुकुरहरूले भरिएको पिञ्जरालाई तल तान्दै। यद्यपि ट्रक आफै किनारमा झुन्डिएको छ। या 9 प्रोफेसरलाई छोडेर भाग्छ जहाँ उनको सन्तान मरेको थियो। परिचारिकाले टो ट्रक सुरु गर्छिन् र झुन्डिएको गाडीतिर जान्छिन्, तर जोङबनले उसलाई सबैलाई बाहिर निस्कन भन्न रेडियो पठाउँछिन्। यद्यपि यङमिनले अनाज्ञाकारी हुन्छ र ट्रकमा केबल जोड्छ, यद्यपि य बाटोमा छ। पुल हल्लिन्छ, यो 9 किनारमा खस्छ र केटी भत्किएको कारमुनि पिसिन्छ जबकि ट्रक अनिश्चित रूपमा झुन्डिन्छ। जोङबोनले आफ्नी छोरीलाई देख्दै आफूलाई माथि तान्न खोज्छिन्, जसले तैपनि टो केबलले ट्रकलाई हुक गर्न सफल भयो। परिचारिकाले यसलाई माथि तान्छ र सहरतिर तान्छ। जब पुल अन्तत भत्किन्छ, टो ट्रकबाट पिञ्जरा च्यातिन्छ, उनी सुरक्षित स्थानमा रोकिन्छन्, जसरी ट्रक आफ्नै गतिमा गुड्दै तिनीहरूको पछाडि आउँछ। जोङबोनको हाकिमको नेतृत्वमा रहेको भिडले उनीहरूलाई स्वागत गर्छ।
जोङ बोनलाई देख्दा उनी ताली बजाउँछन्, तर जोङ बोनले उनको अनुहारमा मुक्का हान्छ र उनले पाएको पैसा फिर्ता दिन्छ। त्यसपछि उनले सबैलाई घोषणा गर्छन् कि सबै कुरा उनको घडीमा रेकर्ड गरिएको थियो। प्रोफेसर पनि सबै प्रमाणहरूसहित गवाही दिन तयार छन्। उम्मेद्वार भाग्न खोज्दै हिँड्छिन्। युवा मिनले आफ्नो बुबालाई भन्छन् कि उनी विदेश जानेछैनन् र उनीसँगै बस्नेछन्। प्रयोगहरूको शिकार भएका कुकुरहरूको बारेमा कथाहरूले समाचार विस्फोट हुन्छ र यानो आफ्नो एउटा कुकुरलाई बचाएर किनारमा देखा पर्छिन्। फिल्म एकदम गतिशील छ, यद्यपि यसको कथानक अवास्तविक देखिन्छ, पात्रहरूको केही हदसम्म अतार्किक कार्यहरूलाई विचार गर्दै। तैपनि यो हेर्न लायक एक राम्रो विपत्ति चलचित्र हो।